नमस्ते सबैजनालाई फेरि पनि अर्को भिडियोमा तपाईहरुलाई स्वागत गर्दछु। आज हामी फेरि पनि भाइस सिटीलाई कन्टिन्यू गर्न गइरहेको छौं। हाम्रो चाहिँ लगभग 3% भइसकेको छ र मिसन चाहिँ 4 वटा कम्प्लिट भइसक्यो। गएको भिडियोमा चाहिँ हामीले त्यो पिज्जा मिसन कम्प्लिट गर्यौं भने चाहिँ यो भिडियोमा चाहिँ हामी चाहिँ ट्याक्सीको मिसन चाहिँ कम्प्लिट गर्छौं है, ट्याक्सीको मिसन। किनभने त्यो ट्याक्सीको मिसन कम्प्लिट गरिसकेपछि यो पैसाहरु पनि हुन्छ हैन। अनि पछि घर चाहिँ एकैचोटी किन्न सकिन्छ कि सबै भएभरका घर चाहिँ एकैचोटी किनिदिने हो कि। सायद यो अब 100 जनालाई चाहिँ आफ्नो यो ठाउँमा पुर्याउन लाग्नुपर्छ हैन। अनि त्यसको लागि चाहिँ लगभग 1 घण्टा जति लाग्छ होला कि यो गेममा। 1 घण्टा जतिको टाइम चाहिँ लाग्छ यो गेम यो कम्प्लिट गर्नलाई चाहिँ। 1 घण्टाको जति टाइम चाहिँ लाग्छ होला यो ट्याक्सी मिसन कम्प्लिट गर्नलाई चाहिँ। यस्तै 40-50 मिनेट। अब एकैचोटी 100 जनालाई चाहिँ एकै प्लेमा चाहिँ सकिन्न होला, अप्ठ्यारै हुन्छ। अब हेरौं कति जनालाई सकिन्छ। के गर्छ यो बाइकवाला? दिमाग खराब। हाम्रो बोनी भइसक्यो, एकजनाको कम्प्लिट भइसक्यो यहाँनिर। पुलिस स्टेसन वाशिङटन बीच। जति चाँडो पुऱ्यायो त्यति धेरै चाहिँ पैसा आउँछ कि, स्पिड बोनस टाइपको टिप भनौं न, टिप आउँछ। मलाई चाहिँ अलि दुःख लागिरहेछ, अहिले यता मौसम पनि चिसो छ, त्यही भएर। ओए पुलिसले ठोक्यो। के साह्रो जाम हो कि यार यो काठमाडौँको गली जस्तो। दुई जनालाई पुराए। अरे यार यो ट्याक्सी मलाई अलि ठीक लाग्दैन कि, यो डब्बा ट्याक्सी। एकछिन खेल्दा फोन तातिसक्यो हैन। अब यसको लागि यसो जुगाड गर्नु पर्यो जस्तो अब फोनको लागि चाहिँ। यो एकै गेम प्लेमा चाहिँ सकिदैन यो 100 जनालाई डेलिभर गर्नलाई, पुर्याउनलाई। किनभने फोनले दिँदैन जस्तो लाग्छ मलाई चाहिँ। यसले चाहिँ मलाई बोनस दिएन। Come on, come on. Look at this guy. Sorry.
अरे यार छोड्न हो छोड यार कुलिङ फ्यान चाहिँ किन्नु पर्ला जस्तो छ साथीहरू नभए चाहिँ गेम खेल्न अलिक अप्ठ्यारो हुने रहेछ फोन तातिरहेको छ Look at the valleys on it. Move it or lose it, pal. Sleep in your own bed, bitch! एकचोटि ट्याक्सी बनाउनु जानु पर्यो यो बनाउने ठाउँ चाहिँ कहाँ छ यो बनाउने ठाउँ चाहिँ यतातिर हुनुपर्ने हो एकचोटि बनाउन ट्याक्सीलाई What the hell to do? ग्यारेजमा लग्यौँ ले कहाँ लग भनेको थियो मलाई ठाउँ नाम बिर्स्यो Being such an annoyance! फुटपाथबाट चलाइन्छ नि भन्दा फेरि सलमान खान हो नि त फेरि ओहो 500 बोनस आयो मलाई एकैचोटिमा चाहिँ 5 जनालाई चाहिँ पुऱ्याएकोमा अरे यार साइड लाइट चाहिँ गर्नुपर्छ पर के हो यो मान्छे फोन तातिसक्यो साथीहरू यसको लागि चाहिँ जुगाड चाहिँ गर्नै पर्छ नभए मेरो फोन बिग्रिन्छ बिग्रिने त अब गेम खेलेपछि बिग्रिहाल्ने भयो break pulis ayo अरे छिटो पुलिस आइसक्यो पुलिस पुलिसले नि यही पुलिस छ फेरि यार कहाँ पुलिसको अगाडि एकजना मान्छेलाई किचिक्क पारेर ऊ आयो दौडेर आयो फेरि
कति लामो बाटो हो के हो यो ठ्याक्क पिक्क गरेर नरोक्ने रहेछ आइज छिटो 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 गाडीको हालत त हेर्न लाग्यो नभएपछि यता Watch where you're driving! किन एकैचोटि अँध्यारो भयो कस्तो गाडी रहेछ यार I have my license भन्छ त मसँग पो छैन लाइसेन्स यार यताबाट त मिल्दैन होला मिल्छ come on fast $8,000 भएको छ भर्खर यार अरे छ के कस्तो साँघुरो बाटो हो के खालको मान्छेहरू यार सट्ट काटिदिन्छन् यार झन्डै ठोकेको नौजनालाई पुऱ्याए भर्खर मैले 13 मिनट भइसक्यो खेलिरहेको हार्डवेयर स्टोर चिक्कै भयो यार मान्छे त ऊ बिच बाटोमा उभिन्छ अनि किचिक भइहाल्छ नभन्दै सरी यार बर्बाद भयो नि आयो फेरि दौडेर बर्बाद भयो यार मेरो ट्याक्सी नै पल्ट्यो त फेरि अर्को ट्याक्सी खोज्नु जानु पऱ्यो होइन ट्याक्सी यो ट्याक्सी यो पल्टिनु खोज्छ कि यो ट्याक्सी चाहिँ यो डब्बा फेरि यही डब्बा फेला परेको मैले यो ट्याक्सी चलाएर हेरौँ यसरी यो ट्याक्सी कस्तो होला यो चाहिँ अलिक स्पिड कुद्छ कि अर्को डब्बा भन्दा आइज सरी बटन नथिचेर यसरी दौडिन्छ नि मरिन्छ के
त्यहाँबाट मिल्छ र ए उल्टो पो यस्तो Hey, taxi! द नर्थ पोइन्ट मल यो धेरै टाढा छ यार यो तर टाढा टाढा भएकै अलिक पैसा आउँछ यसो तर कम्प्लिट गर्नलाई चाहिँ अलिक टाइम लाग्छ भन्ने मात्रै नजिक नजिक भएर ठिक हो ट्रक How are you doing? Hurry up! के साह्रो जाने गरे यो Great driving, Laura. ऊ कस्तो यार बिचको बाटोमा हँसायो Excuse me. Yes ma'am, come on. Ammunition. Ocean Beach मा sorry यो पनि लास्टै टाढा हो यार यो के छाड्न हो यार कस्तै चलाउँछ से गाडी त धेरै टाढाको पाएँ है मैले स्पिड बोनस चाहिँ पाएँ मैले पाएँ See you there, man. एकचोटि ट्याक्सी बनाएर जाँदै सरी ओहो सरी के पाराको ट्याक्सी ड्राइभर हो यो मलाई जस्तो हतार भएर फेरि बिचबाट पुलिस पनि बिचबाट दौडिन्छ अनि कि चिक्कै हुन्छ 9,000 भएको छ हाम्रो ब्याङ्क खातामा यो पनि लास्टै टाढा छ हाइवेबाट बनेको यो बाटो चाहिँ अलि फराकिलो छ नि त सरी यसो हर्न बजाउनु चाहिँ कुन रहेछ भन्ने कुरा हो रोक 500 बोनस पाएँ चढ छिटो
द बीच सेन्ट वाशिङटन बीच ह्यान्ड ब्रेक गर्न खोजेको गाडीबाट पो निस्क्यो त यार बटन उल्टो भएर यो ह्यान्ड ब्रेक थिच्न खोजेँ है मैले बर्बाद भयो यार कतिजना भयो प्यासेन्जर ड्रप अफ 14 15 भयो नि ठिक हुन्थ्यो नि यार come on boy fast sumimasen Puta, my car. Come on, taxi is here. Break. के पाराको अल्छी कस्टमर हो क्या यार यस्तो बालुवै बालुवा भएको ठाउँमा बोलाएर सरी धेरै लानु हुन्छ जस्तो है यो 1 घन्टामा त सकिँदैन होला कि यो 6 जनालाई बोलाउनलाई त यस्तो लामो लामो बाटो आउँछ अनि कहाँ सकिन्छ यार चार जना भयो भर्खर come on fast फेरि त्यही ठाउँमा आयो है दाइ यो अघिकै मलमा हाम्रो प्यासेन्जर ड्रप भनेको चाहिँ खोइ 19 जना ड्रप गरे अब 20 जनाले ड्रप गर्नै आधा घन्टा लाग्यो भनेपछि त लगभग 1.5 घन्टा जति लाग्छ होला है सरी सरी पुलिस चिक्के भयो यार पुलिस त 20 जना भएको छ यसलाई क्यान्सल गरेर 20 जना भयो हैन ठ्याक्कै यसलाई एकचोटि सेभ गरौँ के नभए क्र्यास भयो भने फ्लिपै हुन्छ